वेलकम टू माय न्यू ब्लॉग गाइस। आप सभी का स्वागत है। नमस्ते, जय नेपाल। आप देख सकते हो हम सब रेडी हो चुका है। ये मोटू है, ये पतलू है, इधर ये नहीं दोस्त मैं ही पतलू और सब मोटू है। यहाँ पर हम आपको अभी खोला का नज़ारा दिखाएंगे। त्रिशूली खोला का बादल बारी नहीं भरी देख सकते हो गाइस, त्रिशूली खोला। जी रहा सदस्य सुंदर जी जरा जी जरा सुंदर सुंदरा भी बड़ा तुझे गुंडू गुंडरा भी बड़ा जिंदू जुनू जिंदरा दिखा गाइस। आप लोगों ने कभी ऐसा खोला दिखा ही नहीं होगा, क्योंकि ऐसा खोला नेपाल में ही है। गाइज तपाईहरु हेर्न सक्नुहुन्छ, हामीहरु सबैजना रेडी भएर बाहिर निस्किसकेको छौं। हो भाइ, कुन बाबाको मन्दिर थियो र? दर्शन या मन्दिर दर्शन 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 ने अडाल से भगवान से इतना हम लेकिन भगवान आगा देख था वो नहीं बा। गाइज हामीहरु फ्रीको पाउडर खाँदा खाँदै यहाँ मलेक वेबन्जर रिसोर्टमा आइपुग्यो। ल ल गाइज हामीहरु आइसकेको छौं त्रिशूलीमा। हम मेरे पीछे देखो त्रिशूली, इस तरफ पहाड़, इस तरफ पहाड़, इस तरफ पहाड़, बीच में त्रिशूली। ये देखो गाइस त्रिशूली। दिल खुश हो गया गाइस देखकर। गाइस यो कसको चप्पल बगेर आएको छ, बगेर आएको छ। हाम्रो गाइसहरु फोटो सुट गर्छ, त्यहाँ पनि गर्छ, माथि पनि गर्छ। क्यामेराम्यान निजी यार क्यान्डिडेट माथि छ। हाम्रो लाग्छ गाइस। हाम्रो खाना आइसकेको छ। यो अहिले नास्ता हो, खाना त्यहाँ छ। केराहरु खाँदैछ यहाँ। भ्यू नाइस भ्यू को साथ खाना। फर्स्ट राउन्ड खत्म भइसकेको छ, अब सेकेन्ड राउन्ड चल्दैछ। सेकेन्ड राउन्ड स्टार्ट। अब सबजना गाडी भइसकेको छ, अब हामी हिँड्ने। हामी पुगिसक्यौं। यस वी आर हियर। एक दुईटा भागा में चल जाए। आई वाले डर लगा के सर अनि क्या भन्नु। नेक्स्ट लोकेसन गाइज, अर्को लोकेसनमा हामी आइपुग्यौं। लायो लायोलाई के लेख्नु? यता के अरे हामी अझै सिधा गएको भए के हुन्छ भन्दा पुल आउँथ्यो, कङ्क्रिट ब्रिज आउँछ। ब्रिजको उता के थियो भन्दा चाहिँ पुरानो मलेको बजार थियो है। यतातिर हामी जुन बाटोबाट आयौँ नि, त्यहाँ चाहिँ नयाँ मलेको थियो होइन।
अब हामीले के गर्नु पर्थ्यो त्यतिखेर चाहिँ त्यहाँ भन्दाखेरि मलेखुको बजारको नजिक यति डिस्टेन्समा भन्ने उसले गर्नु चाहिँ पर्थ्यो होइन कि त हामीले चाहिँ कस्तो भन्दाखेरि जिपिएसबाट त होइन कि अब त्यो लेन्थ हुन्छ नि लेन्थ अब मोबाइलबाट हुन्छ त्योबाट चाहिँ हामीले चाहिँ नाप्नु पर्थ्यो 80 डिस्टेन्स फ्रम मलेखु बजार भनेर उसले चाहिँ गर्नु पर्थ्यो होइन त्यहाँ हामीले के भेटेको थियौँ भन्दाखेरि मलेखुको लाइमस्टोन भेट्यो किनभने मलेखु लाइमस्टोनसँग भन्यो भन्दाखेरि त्यो लाइमस्टोन त हो के आधारमा भन्यो भन्दाखेरि मलेखु लाइमस्टोन के आधारमा भन्यो भन्दाखेरि के को नाममा भनेर रहेछ त बजारको नाममा एरियाको नाममा होइन अब सजिलो होस् होइन हामीलाई बुझ्नु सजिलो होस् होइन भन्नु सजिलो होस् भनेर चाहिँ त्यो नेमिङहरू चाहिँ दिन्छ है अब पुरिन्टार होइन अब जस्तो चन्द्रगिरी लामिस्टोनहरू छ त्यो चाहिँ कता भन्दाखेरि चन्द्रगिरी साइड अब फोरगोज भने अब यहाँ हेर है के भएको छ भन्दाखेरि यहाँ डिस्प्लेसमेन्ट भएको हेर है यताको रक पोर्सन र उताको रक पोर्सन अलिकति डिस्प्लेसमेन्ट भएको छ है फल्ट भने के हो जसले भन्दा ल्यान्डस्लाइड फल्ट भने के हो भन्दाखेरि कुनै पनि बेड रकहरू बेडिङ प्लेनहरू होइन एक आपसमा मुभमेन्ट भएको है डिस्प्लेसमेन्ट भएको त्यसलाई चाहिँ के भन्छ फल्ट भन्छ यो चाहिँ मुभमेन्ट भएको छ यहाँ अहिले मजाले देखिँदैन भेजिटेसनहरू हुँदाखेरि होइन यो धागाहरू भयो नि यहाँ मजाले अब के अरे फोटो खिचाउने खिच है यता अलिक मजाले देखिँदैन होला अब फोर गजको बारेमा देखेर त म यहाँ भन्छु ए यो निकाल्दिएको फोर गज यो डिस्प्लेसमेन्ट भएको कारणले चाहिँ हामीले यसलाई के भन्यौँ फल्ट भन्यौँ 48 seconds, 18.24, nothing, second nothing. 84 degrees. Alex, 84 degrees. 49 seconds. 49 minutes. 52.35 seconds. What is the speed? 4.35. Oi, क्यों? अनि मलाई यसै त विद्यार्थी बढी भयो छ कि घर जान्छ नि जाऊ बाबु तिमीहरू हैन एक त मजाले अब मास भने सिधै नमिल्ने नहीं भाई ऐसे हम रिकॉर्ड कर चुके हैं फॉल जोन with well developed fall can be observed on the left base of the molecule 2% मा डिस्प्लेसमेन्ट भएको छ ल यो रक र यताको रकको डिस्प्लेसमेन्ट के खोला यो मलेखु खोला along the road about along the road about 2 centimeter of stream from the old broken bridge. अघिको ब्रिज देखि कति रहेछ त 270 मिटर त्यता आइसक्यो कता 1005 2 centimeter from the broken bridge of Maleku Khola. यो 3 मिटर किन भनेको होला किनभने 3 मिटर जति चाहिँ डिस्प्लेसमेन्ट भयो त्यो उता ग्यापिङ पोर्सन देख्छौ नि त्यहाँ डिस्प्लेसमेन्ट भयो अहिले चाहिँ भेजिटेसनले गर्दा कभर भयो सबै हैन
टोली मुभ डाउन स्ट्रिम भनेको थाहा छ नि तिमीहरूले उतामा डाउन स्ट्रिम भिडियो तानेको त्यसैले गाइज हामीसँग छ एकजना हार्डवेयर पसलको मालिक धनी मालिक नेपालको सरकार मिस्टर जस्टिस सरकार नेपालको सरकार जस्टिस सरकार हार्डवेयर मिस्टर कृपया उहाँको पसल गएर सबै सामान किनिदिनु होला नेपालको सरकार मिस्टर जस्टिस सरकार फाइनेन्सको पनि सुविधा छ एउटा बोरा किन्नको लागि 1 रुपैयाँ लादा पनि हुन्छ टु चिप 1000 दिनको इएमआई दिनु छ के को इएमआई 5 वर्षको एउटा बोरा किनेर होइन यस्तो हो होइन हो समय भनिसकेछ ल हुन्छ के को छैन सोध्दै जाऊ रञ्जित यो लौडे लपलाई के सम्झाउँछ चराको घोसला लौडे लपका माग गाइज हामी नेक्स्ट लोकेसनमा आइसकेको छौँ हेर्न सक्नुहुन्छ चट्टान प्लेटेड हो कि नन प्लेटेड हो प्लेट टाइपको छ प्लेट किनभने लेयर बाई लेयर पनि प्लेटेड के हो यो मलाई त फाइदै छ यार के प्रोसेस छ लिथिफिकेसन प्रोसेसमा के हुन्छ कम्प्याक्सन सिमेन्टेसन अनि अर्को नि यसलाई के भन्यो प्लेटेड मिनरल्स पनि भन्यो अनि अर्को के भन्दा प्लेटेड मिनरल्स पनि भन्यो है बुझ्यौ नि अलिकति फुल जस्तो पोर्सन देखिरहेको छ त्यहाँ माथि हेर यस सर यो मेटामोर्फिक रक है यो कि त के रे यो मेगमासँग मिक्स भएर इजेस रक गाडी आयो ए हेर ए तिमीहरू स्यासेर छैन है ल अब अर्को के भने मैले अब कि मेगमासँग मिक्स भएर होइन कि इजेस रक फर्म भयो कि मेटामोर्फिक रक फेरि रिक्रिस्टलाइजेसन भएपछि के भयो अर्कै रक भयो तर मेटामोर्फिक रकै भयो तर अर्कै के भयो अर्को रक टाइपमा गयो क्या त्यो चिज अर्को रक फर्म भयो होला होइन हो नि त्यो क्रिस्टलाइजेसन गर्दा यसको युज धेरै चिजमा हुन्छ है अब कन्स्ट्रक्सन मेटेरियल्समा पनि हुन्छ बाटोहरू त्यो हुन्छ नि बाटोहरू बनाउँदा परेको बाटोहरू बनाउँदा Move to the next location. Totally move. यता साइडबाट आउने त यता
ल तोपो मैले भनेको जित्छ रेडले जित्यो रेडले यल्लो गयो अगाडि रेडले जित्यो गयो अगाडि रेड रेडले जित्यो यल्लो गइसक्यो अगाडि हेर न देखि म्याच रेडले मैले भनेको जित्छ दिन्छु म केले गर्दाखेरि गयो के कारण त्यो LS3 कि LS4 भयो लोकेसन LS4 GPS लिएको अब सर 3 को त्यहाँ टिपेन सर बनायो कसैले 4 बनायो आफ्नै तरिकाले गरे न सिस्ट यो कति टाढा रहेछ हेर्नु है त फल्ट हेरेको लगभग 270 किलोमिटर होइन यो हामी कति पर आइसक्यौँ होला 1 किलोमिटर 1 किलोमिटर आउनु 1 किलोमिटर आइसक्यो यस सर लगभग 1300 मिटर लेगा above 1300 meter of stream from here from the suspension bridge ल सफल एक दुईवटा बोको हिँड ल जाऊ ल सेकेन्ड नथिङ एक काम लेख्नु होइन नि थाहा छ नि त्यसको तलबाट 84 डिग्री 50 सेकेन्ड सरी 50 मिनट 05.06 सेकेन्ड स्टिक 06 यसको सी एलिभेसन कति छ 341 मिटर फ्रम सी लेभल है स्याम्पल 341 मिटर हाँ भाइ बोले छैन त के गर्नु अब बोले गर्नु साइड लाइट अरे अलि साइड अब 200 मिटरको छ अब अघि साइड रेस हेरौँ ल कति होला ल 1500 मिटर लेखौँ 1500 मिटर भनेको कति हो 1.5 1.5 किलोमिटर फ्रम सी लेभल ब्रोकन सस्पेन्सन मार्किङ गरेको छ हैन सस्पेन्सन ब्रिज त्यो जुन पहिले भएको पुल थियो हैन त्यसलाई चाहिँ अलिकति आउँछ अगा सर देखा आइला तर लाग्छ दुई थिएन पुरा बाइक रोड सस्पेन्सन ब्रिज हैन के भन्दाखेरि वेट अफ लाइट वाज अब्जर्भ सुरु केले कति छ के गर्ने सानो स्ट्रक्चरहरू मैले तपाईँलाई स्ट्रक्चरहरू पढाउँदा दुईवटा स्ट्रक्चर भनेको थिएँ के हो एउटा प्राइमेरी एउटा सेकेन्डरी स्ट्रक्चर प्राइमेरीमा के भनेको थिएँ प्राइमेरी सानो फोल्डहरू छ हैन त्यसमा फोल्डहरू क्रेनुलेसन क्लिवेज भन्छ ट्रिपल मार्क्सहरू भन्छ यिनीहरू चाहिँ के भयो प्राइमेरी भयो हैन प्राइमेरी स्ट्रक्चरहरू यो जुन के अरे बेडरकहरू फर्म गर्दाखेरि रकहरू फर्मेसन हुँदाखेरि के भएको प्रेसरहरू टेम्परेचरले गर्दाखेरि धेरैवटा प्रोसेसहरू युज गरेर हैन मैले अर्को चिज के भनेको थिएँ पढाउँदाखेरि जसको चाहिँ बिहेभियर डिटेल छ त्यो के हुन्छ राम्रोमा फुट्छ फ्र्याक्चर हुन्छ जसको चाहिँ के छ डक्टर प्रोपर्टी छ कुनै पनि वेडिङ रकको डक्टर प्रोपर्टी छ त्यो के हुन्छ के हुन्छ जुन रक फर्मेसन हुँदाखेरि जुन रकहरूको चाहिँ बिहेभियर नेचर चाहिँ डक्टर प्रोपर्टी छ के हुन्छ डिटेल प्रोपर्टिज भएको ब्रेकडाउन हुन्छ डक्टालको चाहिँ के हुन्छ डक्टालको बिस्तारै तपाईँको ब्रेकडाउनमा जान्छ र त्यो ब्रिट होइन त्यो ब्रिटल तुरन्तै तपाईँले जान्छ होइन एक चिज मात्र भन्छ के हो त्यो चिज मात्र भन्नु तिमीले अलिक बढी भन्छ कि एक चिज मात्र भन्छ त्यसलाई के भन्छ जस्तै ब्रिटल प्रोपर्टिज ब्रेकडाउन भने फ्र्याक्चर हुन्छ हैन तर डक्टाइल प्रोपर्टिज भएको नेचर भएको बेडरकहरू के हुन्छ त्यसमा कनेक्टिङ फोल्ड केलाई हुन्छ फोल्डको बेन्ड हुन्छ भन्दाखेरि कुनै पनि बेडरकहरू फोल्ड किन हुन्छ भन्दाखेरि त्यसको ब्रिटल प्रोपर्टिज भएको त्यो फ्र्याक्चर भइहाल्थ्यो त्यो बेन्डै हुँदैन थियो हैन तर डक्टाइल प्रोपर्टिजले गर्दाखेरि त्यो के भयो इलेक्ट्रिक नेचर भयो त्यो हैन त्यसले चाहिँ फोल्ड क्रिएट गर्छ यसरी प्रेसर गर्यो भने अब यहाँ यो छ नि प्रेसर गर्यो भने यदि यो ब्रिटल प्रोपर्टिज छ भने झन् फुट्छ तर यो डक्टाइल प्रोपर्टिज छ के हुन्छ बिस्तारै माथि यो जुन छ नि एक्सेल प्लेन बन्दै जान्छ फोल्ड हुन्छ अनि के हुन्छ फोल्ड क्रिएट हुन्छ फोल्डमा के हुन्छ प्रोपर्टिज के हो फोल्डको टर्मिनोलोजिजहरु स्ट्रिप सिमेट्रिकल सिधा भयो एसिमेट्रिकल के भयो एकल प्लेन के हुन्छ सम एंगलमा बेन्ड हुन्छ त्यो चीजहरु हुन्छ
धेरै चिजहरू छ स्ट्रक्चर है फोल्ड नि मिल्छ इम्प्युरिटी हुन्छ कि हुँदैन भनेर त्यो सोधेछ होइन लाइमस्टोनमा त्यसलाई चाहिँ के भने जस्तै हामीले यसमा लिँदाखेरि इम्प्युरिटी दियो त वेदर पोर्सनहरू डस्टहरू इम्प्युरिटी हो यो लिनु मिल्दैन किनभने यो चिज लियो भने तिमीहरूको यो जुन ल्याब टेस्ट गर्दाखेरि रिपोर्ट के आउँछ किरो आउँछ होइन त्यसले गर्दाखेरि तिमीले चाहिँ फ्रेस हुन्छ नि कोर पोर्सनमा त लिने हो एउटा सिमेन्ट फ्याक्ट्रीमा अरू तिमीले एक चिज चाहिँ देखिनौ के देखिनौ भन्दाखेरि अब क्वारी साइडबाट माइन साइडबाट ढुङ्गाहरू फुटाएर लग्नु त लगे त्यो इम्प्युरिटिजहरूलाई के गर्ने भन्दाखेरि उनीहरूले चाहिँ वास गर्थ्यो क्या माथिबाट ट्रकिङ वास गर्थ्यो क्या त्यसले गर्दाखेरि माथिको धुलोहरू के भयो सबै बगेर होइन क्लिन गरिदिएपछि के भयो त त्यो प्योर लाइमस्टोन मात्र त्यो उसको लागि भयो कि फ्याक्ट्रीको लागि ल जो नेक्स्ट हामी के हेर्दै आइरहेको छौँ भन त सुरुमा मलिकुलर लाइमस्टोन हेऱ्यौँ डोलोमाइट पनि देख्यो अनि त्यसको फल्टहरू देख्यो कहाँ थियो त्यसलाई नै अनि फल्टहरू देख्यो होइन अनि त्यसपछि अघि के देख्यो मास वेस्टिङहरू देख्यो होइन मास वेस्टिङ के हो भन्दाखेरि अब लेन्सलाइट चाहिँ होइन सबै खालको लेन्सलाइट मास वेस्टिङ भयो होइन सबै मास वेस्टिङ चाहिँ के होइन के भएर हामीले मास वेस्टिङ सानो सानो होइन कसैले लेन्सलाइट पनि भन्छ कसैले मास वेस्टिङ पनि भन्छ होइन त्यो चिजहरू हुन्छ अनि यो पोर्सन के हो भन्दाखेरि त्यहाँ हामीले के देखेको थियौँ भन्दाखेरि माथिको पोर्सनमा त्यो जुन अघि लिचिङ पनि देखाएको थियो नि इम्प्युरिटिजहरू देखिरहेको थियो नि रसायन जस्तो देखिरहेको थियो नि यस सर इम्प्युरिटी देखा अनि त्यसपछि कतिचोटि भिडियो अन्डुलेसन पुरै फ्र्याक्चर हेर्दा जियोलोजीको युट्युब च्यानल खोलेको छ डकुमेन्ट्री बनाउँछ अनि अब यो पोर्सनमा हेर यो पोर्सनमा यहाँ माथि आएको है ओइ आँखामा जाल यता हेर यता यहाँ यो क्वार्ज भन्छ यो क्वार्ज है यो क्वार्ज यहाँ हेर यो क्वार्ज यो सेतो सेतो भाग सबै क्वार्ज होइन यो क्वार्ज भेनहरू भयो यस्तो होइन टल्किने टल्किने त यो सिस्ट हो नि यो सेतो यो सेतो भनेको मैले यो भयो यो हेर यो अघि चाहिँ हामीले क्वार्जको भिडियो देखेको थियौँ तर यहाँ चाहिँ क्वार्ज चाहिँ के मात्रामा देखियो भने पिन्चिङ भएर प्रेसर ऊ भएर आएको र केले गर्दा हाँ भाई फाइनली हाम्रो यो जियोलोजी फिल्ड भिजिट टुर सकिएको छ अब हाम्रो बस पनि आइसक्यो हामी फेरि बसमा जानेछौँ हाम्रो साथीहरू सबैजना बसतिर लाग्दैछ ल ल अब होटलतिर जाउँ है बसमा पछि भेटौँ ल मलाइखु बजार हो यो अब यहाँदेखि हामी लाग्न लागेको अब आफ्नो होटलतिर एकछिनमा बस अब मुभ हुन्छ सुई हामी पुग्छौँ आफ्नो होटल टुई